Hello guys, good morning. Once again welcome back to my channel and in my new video. So I hope हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै छौं है। र आजको यो भिडियो चाहिँ मैले डाइरेक्टली मेरो बहिनीको घरबाट स्टार्ट गर्दैछु हैन। र आज चाहिँ हाम्रो कहाँको टुर छ भनेर चाहिँ हजुरहरुले थम्बनेल देखे थाहा पाइसक्नु भयो होला है। हाम्रो चाहिँ यो प्लान चाहिँ अचानक प्लान गरेको नि त। तर पनि अचानक भन्दा पनि मम्मीले चाहिँ पहिलादेखि इच्छा गरिराख्नु भएको थियो जाने हैन। तर अब हामी आजै जान्छ भनेर चाहिँ फिक्स थिएन। हिजो राति अचानक मम्मीले गाडी गर्नुभएछ, त्यही भएर चाहिँ आज हामी बिहान उठेर चाहिँ जानु आँटेको। एन्ड देन त्यसो को जाने भन्दाखेरि चाहिँ म, मेरो बहिनी, मम्मी अनि दिदी हैन, चारजना जानु आँटेको छौँ गाइस। सो ढिलो नगरिकन लेट्स स्टार्ट द भिडियो। मतलब दार्जिलिंग के मोमो खाने में मजे अलग है। प्लीज जाओ ना, मोमो लेके आओ, खाते हैं। यही छिरे त्यो दुईटा गन्जाने ओरालेको छु भाइ ल्याइदेऊ न यही ल। ओ वाओ, देखा ना मोमो मतलब किन तल र मुनि जाने समीक्षा बन्दिँदैन मेरो हो न तातो चिकन मम्मी खाना। अहिले चाहिँ हामी फाइनली माथि टुम्लिङ आइपुग्यो हैन। मैले चाहिँ यहाँ अङ्गाला पनि मार्नु पाइरहेको छु। किन मैले भेटिरहेको छु गाइस। यसलाई त्यो चाहिँ कसरी होला प्लिज कमेन्टमा भनिदिनुहोस् ल। मैले कसरी भन्दा अग्लो भइरहेको छ गाइस। यहाँबाट चाहिँ वेदर यस्तो देखिरहेको छ हैन। आज चाहिँ अलिक वेदर चिसो चिसो छ नि त, घाम लागेको छैन, त्यही भएर यतिको देखिरहेको छ। अनि अब चाहिँ हामी यहाँ हल्का नास्ताहरू खाने, चाय म्यागी के पाउँछ हो। भाइले चाहिँ गाडी यता साइड गर्दैछ, हाम्रो बहिनीले फेरि यहाँ डगी भेटेर भिडियो बनाउँदैछ। यसरी चाहिँ हामी माथि टुम्लिङ घुमेर पनि हामी चाहिँ तल आइसक्यो होइन। किनभने हामी टुम्लिङदेखि माथि चाहिँ नगएको नि त। जानु त मन छ सन्दकपुरसम्म होइन, तर अहिले हाम्रोमा त्यस्तो टाइम छैन नि त र हाम्रो त्यस्तो प्लान पनि छैन। त्यही भएर चाहिँ हामी टुम्लिङसम्म चाहिँ आएको। अनि यो पनि अचानकको प्लान हो मम्मीको होइन। अनि यहाँ चाहिँ अहिले हामी पोखरी यहाँ बिचमा झरिरहेको छु, त्यहाँको भ्यू देखाउँछु है त। यहाँको भ्यू चाहिँ यस्तो दामी देखिरहेको छ कि यहाँबाट चाहिँ मम्मीले फोटो खिच्नुहुँदैछ, जेचुले चाहिँ फोटो खिचिदिँदैछ। अहिले चाहिँ हामी यहाँदेखि पनि फर्किसकेको होइन। यहाँ एकजनाले चाहिँ मैले अघि चिप्स किनेको थिएँ होइन, अघिसम्म चाहिँ उसलाई मनपर्ने केही थिएन अरे। अहिले चाहिँ त्यही प्लास्टिक खोलेर छानी खाँदैछ हो। फर्किँदा मात्रै सिरियसली भ्लग गर्ने। सो गाइज अहिले चाहिँ हामी फिलहाल मानेभन्ज्याङ आइपुगिसकेको छु। यता चाहिँ मेरो ज्वाइँ हुनुहुन्छ है। अनि अहिले चाहिँ हामी यहाँ एउटा रेस्टुरेन्टमा पसेको छु मोमोहरू खानु लागि। अनि यहाँ चाहिँ मेरो बहिनी हुनुहुन्छ दीक्षा। अब चाहिँ हामी यहाँनिर लन्च गर्नु बसेको। यहाँ चाहिँ हाम्रो तातो मोमो पनि आइसकेको छ, तातो नम्बर टेस्ट खाना खानुपर्ने। बहिनी भाइले पनि टेस्ट गर्नु न छिटो। पछि परेको कस्तो रहेछ मोमोको टेस्ट गरेर रिभ्यू बताऊ। तिमी चाहिँ सधैँ खाएको जेचु, कस्तो टेस्ट गरिस्? मिठो सबभन्दा मिठो यहीँ पाउँछ। तपाईँको रिभ्यू सुनेर दिएको रिभ्यू। गाइस हामी चाहिँ फाइनली तल भन्ज्याङबाट पनि सिमाना उकालो लाग्यो। सिमाना बजार आइपुग्नु आँट्यो। हामी चाहिँ पहिला यता मम्मी सिमानामा बस्दै हामी चाहिँ रासिनी हो दोकानबाट खान्थ्यो हो। अहिले त्यही कहानी चाहिँ भन्दैछ। यहाँदेखि यता चाहिँ इन्डिया, यो रोडदेखि उता चाहिँ नेपाल पर्छ।
हामी चाहिँ अब तल घर जाँदैछौँ होइन। यहाँनिर चाहिँ रोड चाहिँ यस्तो छ। बन्टी नाना चाहिँ कति वर्ष बाद आएको? 14 साल बाद आएको। 20 वर्ष हुन आँट्यो। कतिको एक्साइटेड छौ अन्त? कतिको एक्साइटेड छौ? एक्साइटेड त छुइनँ तर के भनिस्? अस्तिदेखि जान्छु कि जान्छु। मम्मीले फेरि भर्खर 1 वर्ष पो भन्नु। लु जेच्छु पनि फर्स्ट टाइम आएको होइन? ननिकाल मलाई भन्दैछ है। ए भाइ पनि फर्स्ट टाइमै आएको। भाइलाई कस्तो लाग्यो? अब पुग्नु त पुगेको छैन हामी। सो गाइज हामी चाहिँ फाइनली यहाँ तल घर आइपुग्यो होइन। आँसुहरू चाहिँ कोही हुनुहुन्न रहेछ, बारीमै हुनुहुँदो रहेछ। यहाँ चाहिँ हाम्रो माइलाबाट चाहिँ हुनुहुँदो रहेछ। हाई भनिदिनु बडा। यहाँ चाहिँ हाम्रो अहिले चाहिँ बन्दाकोपी क्याबेजको सिजन रहेछ होइन। यहाँ चाहिँ यस्तो मजाले रोपिरहेको रहेछ। र अहिले चाहिँ हामी अब चाहिँ हामी यहाँ माइलाबाट घर आइपुग्यो हो। यहाँ चाहिँ सबै यस्तो मजाले कोपीहरू रोपिराख्नु भएको रहेछ चिटिक्क पारेर। हामी यहाँ मेरो माइलाबाट घर आइपुग्यो हो। मेरो दिदीले चाहिँ तल हाम्रो घर हेर्नुहुन्छ अरे नि त। हामी त कति वर्ष हो त्यहाँ नबसेको अब छोडेको होइन। किचन त छैन पनि, उता हेरेर पनि आएर अब तपाईँहरूलाई पनि हामी देखाउँछु। यहाँबाट चाहिँ हामी सानोमा चाहिँ हाम्रो धेरैवटा मेमोरिज छ यहाँ होइन। मेरो चाहिँ यहीँबाट यही डिलबाट चाहिँ 2 पल्ट मेरो सुनको औँठी पनि झरेको, तर पनि भेट्टाएको हो। त्यतिको लक्की चाहिँ थिएँ म, किनभने त्यो चाहिँ मेरो सानोमै मेरो आप्पाले बनाइदिनु भएको हो नि त, बनाइदिनु भएको थियो नि त। त्यही भएर अनि यो जग्गा देख्दा चाहिँ लमु नाना सुबु नाना कुछ याद आयो होला तपाईँहरूलाई होइन बचपनको। अन्त यहाँ चाहिँ छ हाम्रो घर। पहिला अब बस्नु चाहिँ हामीले धेरै वर्ष भयो नि त छोडेको। अनि यो बाटोमा कस्तो चिप्लो हुन्थ्यो, लड्दै पर्दै हिँड्थ्यो हामी हो। यहाँ चाहिँ बडाहरूले साफसफाइ गरेर चाहिँ यस्तो आगो जलाइराख्नु भएको छ। र यही हो गाइस हाम्रो घर चाहिँ। पहिलाको जब मेरो आप्पा हुनुहुन्थ्यो तब चाहिँ मम्मी र आप्पा यहीँ बस्नुहुन्थ्यो। यो हो, यता चाहिँ किचन थियो होइन। किचन चाहिँ अब त्यो नबसेर त्यो अब काठको हो नि त, मक्किएर त्यस्तो भएर चाहिँ बिग्रियो। र यो चाहिँ यतिकै छ यो घर चाहिँ। यो घरमा पनि हाम्रो धेरैवटा बचपनको मेमोरिजहरू छ हो। अन्त यहाँ हाम्रो मम्मी आप्पाले रोप्नु भएको छ होला के पो त्यसलाई के भन्छ बिर्सेँ, एन्जिलो। यो चाहिँ गुराँसको रुख पनि रहेछ। यहाँ पनि गुराँसको रुख रहेछ। चाबी त छैन होला हाम्रोमा, पहिला चाहिँ थियो, बडाले राख्नुहुन्थ्यो, अहिले त छैन, पुरा कच्चा भइसकेको छ। हो यसरी बोल्थ्यो हामी सानोमा, माथिबाट तल तलबाट माथि। सुबु नानाले साइले आछु भन्थ्यो माथिबाट हो। ए यता पनि पुरै यस्तो भइसकेको छ नि नहेरेर। र यति नै हो। अनुष्कालाई पनि याद आयो होला घरको होइन। अनि यो चाहिँ सानो सानो थियो, यो धुप्पी त होइन, साङको रुख हो। त्यहाँ बिचमा हामी उयो बाँधेर खेल्थ्यो नि, पिङ बनाएर खेल्थ्यो हो। कस्तो मजा आउँथ्यो। गाइस हामी चाहिँ फाइनली घुमेर पनि घर आइपुग्यो होइन। चिया खान्थेन होला भाइले? बोलाउनु न अन्त। आजको सफर कस्तो लाग्यो अन्त भन्नु? मजा आयो, दामी जग्गा घुमेर आयो। तर बाढी चाहिँ जानु भएन है? नाइस। मम्मी आउनु भएन हौ। भाइ चिया खान्थ्यो होला हौ। हाम्रो हाइट चाहिँ यस्तो छ हो। भाइलाई आज कस्तो लाग्यो हामीसँग? कस्तो लाग्यो आज? एकदम दामी, एकदम फुल इन्जोय। एकछिन त कान पाक्यो। होइन हुन्छ अलिअलि है के। हेलो अहिले मम्मी नभएर चाहिँ हामी 3 जना चाहिँ सुनसान भएर आयो। शान्ति। 2 जना चाहिँ पछाडि बसेको थियो निदान। हामी चाहिँ एकछिनमै आइपुग्यो भनेर छक्कै पर्छ घरमा। यहाँ चाहिँ हामी छिटो घर आइपुग्यो भनेर छक्कै परिरहेको छ। जेचुला ल्याउन अब उसको मम्मी र भाइ पनि आइसक्यो गाइस। हाम्रो आजको भिडियो चाहिँ यति नै थियो। यदि हजुरहरूलाई हाम्रो यो भिडियो मन पर्यो भने चाहिँ प्लिज लाइक सेयर अनि सब्सक्राइब गरिदिनु नबिर्सिनुहोस् होला। सो त्यस्तै भन्दै हाम्रो आजको भिडियो चाहिँ यति नै हो। बाई बाई।